सो मेरो त यो चेन्ज गर्नु मन थियो। त्यो साइडमा आएर त नबस्दिनु नि यार, छेउछेउ हिँडिदिनु ल त है। म त यतैबाट त्यस्तो रेकर्ड हुन्छ कि हेलो इट्स मी यामी म त ब्लग पटारमा आएको छु म भाइको लागि निस्किसकेँ मिटअप पोइन्टमा। जुन मिटअप चाहिँ हाम्रो ट्रस्टै झोल मोमोमा हुन गइरहेको छ। र साथीहरू पनि आउँदै हुनुहुन्छ र मेरो चाहिँ यो होटलमा थोरै समस्या छ क्या एक्सिलेटरमा। सो मेरो त यो चेन्ज गर्नु मन थियो, मैले पुरानै हालिदिएँ। यहाँ उसमा छु पानीको मिलाउँदै थियो कि त्यो ज्याकेटहरू लिएर आउनु नि तपाईँ। हामी लगाउने गाडीहरू लिएर एकछिन एकछिन ओ हेलो एकछिन पर्खिदिनु न, एकछिन बस्दिनँ, बाइकहरू कट्न दिन्न, एकछिन बाइकहरू कट्न दिन्न भनेको कटिहाल्नु। जानु न जानु जानु, एकछिन बस्दिनँ, एकछिन बस्दिनँ। कस्तो भेडाहरू छ यार। जाऊ जाऊ जाऊ। राइड सुरु भइसक्यो हाम्रो। अहिले कति बजे दिदी? 12 बजिसक्यो। र अहिले चाहिँ हामी रातेमा आइसकेका छौँ। यति धेरै राइडरहरू छन् आज है। कन्ट्रोल गर्न बसेको, कन्ट्रोल गर्न गाह्रो भइरहेछ। अब हाइवेतिर हल्का गाह्रै हुन्छ। यो साइडमा आएर त नबस्दिनु नि यार, यता लेफ्ट साइड जाने अप्ठ्यारो हुन्छ। पछाडिको सबैजना कट्या हो पनि। थुप्रो नयाँ राइडरहरू जोइन भएको छ ग्रुपमा। र मेरो अगाडि हुनुहुन्छ बक्कु दाई, जो हाम्रो एडमिन दाई हुनुहुन्छ, लिड गरिरहनु भएको छ। र म यहाँ पछाडि कन्ट्रोल गर्नको लागि बसिरहेको छु। र बाँकी पनि अरू पछाडिहरू हुनुहुन्छ। दिदी वाटर सल्लाह भइगयो नि, पानी खै त अनि। मेरो फोन किन यति साह्रो तात्या हो? फोन अन छ क्या हो, किन यस्तो तात्तिएको हो त रहेछ पनि। सूर्य विनय कटेर झ्याम्पे डाँडाको उकालो चढ्दैछौँ। अलि छेउछेउ हिँडिदिनु ल त है, बाइकहरू आइरहेछ। अलि छेउछेउ हिँडिदिनु है। म्याउ म देखिन। लड चाहिँ नलड केटाकेटीहरू। तर आज मेरो जुत्ताले बिजोग बनायो क्या। छ्या हेर्नु न, यहाँ भिजिसक्यो। बिहान पानी पर्छ भन्ने कहाँ थियो त? ए अर्को सिङ्गल रेनकोट छ मसँग होइन, त्यो लगायो भने झन् भिज्छ क्या। सिट भिज्दो रहेछ अनि पछाडि सबै भिज्ने। यस्तो पानीमा नि राइड जानु चाहिँ छोड्नु भएन हाम्रो वान म्यान मोटो क्लबबाट। ग्रुप जहिले पनि सिट क्लास जाने भयो भने खाजा खाने डेस्टिनेसनमा पहिला त कन्ट्याक्ट गरेर राख्नु पर्छ होइन। रुट सेट त हामीले बुधबार गर्छौँ नि त, बिहिबार बेलुका अथवा शुक्रबार दिउँसोसम्ममा डेस्टिनेसन निकालिदिने होइन। मावा इन्दुले त भेषै परिवर्तन गरे त है। डोमिनरको लेकर भाँचिसक्यो केटाहरू। डोमिनरको लेग गार्डको हालत थर्ड कपी हालेपछि यस्तै हो क्या। यो महाकुरीलाई चिनाएको छ होला नि, महाकुरी वाइटी शिखर आइस। पर्दैन, म लगाइदिइहाल्छु यति त।
नि तपाईँको भाइ त खै म पछाडिको भिडियो लिन्छु म बाहुबली महेन्द्र बाहुबली हाने ओ बाइक लडे सर सेट त्यतिकै बस्नु है दाइ यो रेनकोट निकालिदिनु तपाईँ रेनकोटले झन् अड्काउँछ बाइक उठाउँ त आनन्द भयो नि ल हिँड यताबाट कार चिप्लेर न मा कसम यार रन म पढ्नु यो ब्याक गर्नु न यो चाहिँ ब्याक गर्नु न गयो क्या जङ्गे दाइ गयो बाहुबली हो नि त एकै ब्लग्सको पालो अब भोलिको बोनस काट्न दिन्छु सही हो ल सही हो गयो एकै पनि लडायो गयो भने त गयो सो भ्यू टावरमा आइसक्यौँ हामी र यो छ भ्यू टावरको भ्यू र हाम्रो यहाँ केटाहरू पछाडि सीमा दिदी तपाईँको नानी हो सीमा दिदी सीमा दिदीको छोरी है ल कसलाई थाहा थिएन सीमा दिदीको छोरी हो भनेर यो राजमा देख सकते हो इस भाई साहब को सब लोगों ने थोड़ा बहुत माया अहिले चाहिँ म केटा हो माथितिर चढ्दैछु तिमी प्रशान्त होइन प्रशान्त ब्लग 2 प्रशान्त ब्लग 2 ल प्रशान्त ब्लग 2 लाई सब्सक्राइब प्लस फलो गरिदिनु पर्यो है त ल हाम्रो दामी कन्टेन्ट आउँछ है ल र हाम्रो यहाँ बक्कु दाइ हुनुहुन्छ एक्लै बसिरहेछ दाइ कसले धोका दियो यस्तो एक्लै बसिरहनु भएको सबैजना माथि छ धोका होइन यो भ्यू देखेर म मोहित भएर त्यहाँ अनि ल भ्यू हेर गाइस यहाँदेखि देखिने काठमाडौँको भ्यू र यहाँ माथि फेरि हाम्रो मैनाली दाइ र डेढ सरसँग भेट भइसक्यो हाम्रो मैनाली दाइ र डेढ सर ल माया देखाइदिनु पऱ्यो केटा माया देखाइदिनु पऱ्यो ल अनुहार देखेन है तिम्रो राम्रो छ मेरो अनुहार मैले कसरी देखेन र इन्दु के भयो तिमीलाई टेन्सन भयो तल कसरी फर्किने भनेर अघि कसरी आएको त्यसरी नै फर्किने हुने कसरी फर्किन्छ भ्यू टावर माथि चढिसकेको छु र यहाँ सबैजना पछाडि छ र यहाँदेखिको भ्यू हेर गाइस भक्तपुर सूर्य विनायकको भ्यू त्यहाँ देख्न सकेको छ उता देखाएको छ केटाहरू पृथ्वीनारायण शाह पृथ्वीनारायण शाह हिन्दू अझै दुब्लाउनु पर्यो भनेर जिम जान्छ यही तालले मान्छे दुब्लाउने होइन झन् डाउन चाहिँ हुन्छ झन् त्यही त नि सानो हुन्छ ठाउँ राम्रो हो कि हाम्रो मैले क्याप्टन क्वालिटी निकालिरहेको डल्लो चाहिँ माथि झन् डल्लो देखिन्थ्यो होला ए ब्रेक नहान न हिन्दू पछाडिको धेरै ब्रेक हानेपछि झन् चिप्लिन्छ क्या गियरमा जाऊ न क्लच छोडेर
बिजोक केटाहरूको बिजोक म त लड्दिनँ केटा यस्तो लड्ने हुने छैन यति सिम्पल बाटो छ यार लो लो ब्रेक लागिरहेछ यतिको बाटो त सिम्पल हो क्या लडाउँदिनँ क्या यहाँ इन्दुले मलाई इन्दु गियरमा जाऊ क्या क्लचमा नजाऊ तिमीले क्लच समय भने झन् जान्छ त्यो ब्रेक पछाडिको ब्रेक झ्याप झ्याप हान्छ शिखर बिचरालाई समाइदेऊ यार ल यार चिप्लेको आकु लड माकुरी हो जुदाको हो हजुर कता म त यता हो जाऊ त प्रशान्त जाऊ जाऊ मिलन जानी जानी लडाउँछ यार केटाहरू उठाऊ उठाऊ के मिलान्छ चिप्लाकै हो त जाऊ 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 यस्तो चिप्लोमा जाउँ जाउँ जाऊ उताबाट गएर सेक्सन उड़ी बाबा मेरे 20 साल के तजुर्बा में ऐसा कभी नहीं दिखा आओ एक तिमीले नलडाएको त ठाउँै छैन भनेको छ तिमीले लडायो हेर्ने हो सही होला सही ल ल दाइ आउनु 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 दाइ आउनु मैले बनाइदिइरहेको छु होइन मैनाली दाइ मैनाली दाइ ए पछाडिको ब्रेक धेर नहान्नु नि दाइ बढी भयो क्या ब्रेक पछाडिको पानी छिरेर कि लाग्ने भएको छ के ए होइन बरु पछाडिको ब्रेक नहार्नु गियरमै जानु हामी पनि जाउँ न त होइन दिदी हामी चाहिँ किन बस्ने भाइ लडाउँदैन क्या भाइको विश्वास गर्नु तिमीले मेरो घर बचाउँछौ भाइ म कहाँ लड्छु त म जस्तो भाइ त्यस्तोमा केटाहरूले लडाउँछ सोचिरह होला होइन सिमे दिदी हामीले लडाउँछ बाइक अनि थुप्रो बाइक आउँदैछ एकछिन बस्दिनँ ल अभी इधर में थोड़ा डिस्कस हो रहा है हिलोमा भयो
मान्दैन हौ मान्दैन छैन दाइ छैन दाइ 5,000 गोजीमा 5 सुक्को छैन भित्र हाल्थ्यो भित्रै हाल्छ आज साउजी आउनु अलि भित्रै हालिदिउँ हिलो छैन होला ए हिलो छ यहीँ छोडिदिउँ त्यसो भए हिलो छ अगाडि यहाँ आउनु लो रहेछ फेरि आया के हो यो माथि यो लैबरी लै लै कठेबरी लै लै खाजा खाना लायो हजुर अब लास्ट पोइन्ट भनेको हाम्रो यहीँ हो अनि यहाँदेखि सबै छुट्टिन्छौँ हिँड्नुहोस् जाउँ सो फाइनल डेस्टिनेसन भनेको हाम्रो मुलपानी चौरको अब यहाँ चाहिँ हामी खाजाहरू खाएर छुट्छौँ लैबरी लै लै कठेबरी लै लै जङ्गे दाइ एउटा स्टिकर टास्ने ठाउँ देखाइदिउँ कहाँ तिम्रो आँखा छैन क्या हो डाउन पानी निकालेछ